होइन साथी पिछा फेर्न गछ के नौ जना नै हो हामी रिजर्भ गरेर आएको कि यत्रो ठुलो बस हेर्नु न हाम्रो बस गुड मर्निङ गाइज अब चाहिँ हामी रसुवा जिल्ला गोसाइकुण्ड जानको लागि चाहिँ गाडी कुरिरहेको मैले केही बोल्नै आउँदैन यार मलाई त यार धेरै भयो ल अब हामी चाहिँ अब यहाँबाट निस्किन लागेको गाडी कुरिरहेको हामी जाने कहाँ अरे गोसाइकुण्डको लागि खै ए गाडी त अब हाम्रो ट्रेक चाहिँ स्टार्ट भयो ट्रेक होइन यात्रा सुरु भयो अब हाम्रो गाडी चाहिँ अघि ल्याएर अगाडि कुरेर बसिरहेको रहेछ हामी चाहिँ पछाडि भएछौँ होइन गाडी अगाडि छ हेर्दै गर्नु होला कुरेको गाडी चाहिँ यहाँ आएर रोकिरहेको रहेछ केटाहरू दौडिँदैछन् सुरु भयो यात्रा सुरु भयो खाली छ हिँड्ने है त भान्जालाई फेरि चिक्ना देखेछ होइन के महेन्सी होइन र इसी इशू के बारे में नारायणपुर राम्रो छ यो कहाँ रे मामे यो मुक्तिनाथ होइन यो केबुल कार जाने ठाउँ होइन साथी पिछा फेर्न गछ के भन्छ अरे यो ठाउँलाई धुन्चे के अरे गल्छी ए गल्छी यता चाहिँ धुन्चे होइन ल ठिक छ अब जानु हुनुहुन्छ भने अब त्यही कुरा गर्नु नजान्छ हामी भाइहरू त्यहाँ उता जाने कि नजाने कुरा गर्नु कहाँ जाने हो 6जनालाई 6000 होला नि त होइन होइन जानु पर्छ अब त अँध्यारो हुन्छ झन् कति बेला लाग्छ यस्तो माथि जान्छ त ढुङ्गे होइन यो ठाउँको नाम दाइ ढुङ्गे हेलो गाइज अहिले चाहिँ हामी ढुङ्गे भन्ने ठाउँमा आइसकेका छौँ अब गाडीको व्यवस्था गरेर आएको छौँ अब यसो अगाडिसम्म यसो डुल्न केटाहरू अगाडि छौँ ए ल मनोज हामी कहाँ अहिले
We are on the way to Dhunche. धुम्चे यहाँ बाटो खै केही झिलिमिली देखिन्न यार। हामी चाहिँ गाडीमा छौँ। अहिले यस्तो अँध्यारो भइसक्यो, अझै पुगेको छैन। अझै 1 घन्टा आधी घन्टा जति लाग्छ भन्नुभयो। 9 जना नै हो हामी। रिजर्भ गरेर आएको कि यत्रो ठुलो बस हेर्नु न। हाम्रो बस अहिले चाहिँ हामी धुम्चे पुग्यो। भर्खरै गाडीबाट उठ्दै हामी यतातिर हो यही हो ल। वेलकम टु धुम्चे। Can skip to the good part. ल हिँडम है भन मेरा भाइ हो देउसिर राम्ररी भन्न देउसिर ए शर्मिलाई कन्न मेरो बोतल ल्यायो बोतल लाएर मोजा लगाएर पनि हिँड्ने सुकै थियो भिज्ला कि Welcome to our room. छैन यार पिरो यार कति नै पिरो नरहेछ मस्त खाइन्छ है खुर्सानी। गुड मर्निङ चाहिँ अब चाहिँ हामी नास्ता खान जानु लाग्यो। अब नास्ता खाएर टक्क लगाएर ट्रेक स्टार्ट गर्ने हो। मजा घाम लाग्छ यार। नेट चल्यो नि त्यहाँ बल्ल। उताको बन्द गरिदियो यार। कस्तो टाइट हो मलाई रमाइलो भयो गाइस। सब आफ्नो पर्छ बिच बाटोमा वाटरफल पर्छ, झरना झोला हेर्न देखान मलाई त्यति मजा हा सही। ह्याभिङ सम ब्रेकफास्ट। अनि यहाँ तनाव हुन्छ नि भन मनोज, सही भन न। अब चाहिँ हाम्रो ट्रेक सुरु भइसकेको छ। अब हामी नास्ता निस्किसक्यो। धुन्चेबाट तल झर्दै हो अहिले ओह्रालोमा। अब ठाडो उकालो छ अरे, बसी थाहा हुन्छ ल है त। हिमाल देखिएन अलि। नानीले के राखेछ अरे बेच्नलाई? लाठी। कतिवटा राखेको छौ? कति पर्छ नि एउटालाई? कति पर्छ भन त? 120। ए 20 रुपियाँ जम्मा? 125 भन्छ अरे यो। अयो भर्खरै 20 भन्थ्यो, 125 भनेको थियो नानीले। ए अब सस्तोमा दिने भयो हामीलाई। ढिलो हिँड्ने मान्छेहरू ढिलो हिँड्ने। आना ल बाई 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 गरिदेऊ। शाबास। I'm feeling very good. Very good. Yes brother. यहाँबाट जाने ठाउँ सुनसान छ। चिप्लो छ है सुदीप, चिप्लो छ। सिस्नु पनि छ है यहाँ। अरे सिस्नु पनि छ यता। ल बल्ल ट्रेक हिँड्ने जस्तो लाग्यो यार। सुरु भयो नि त
ट्रेक चाहिँ बल्ल मेन ट्रेक स्टार्ट भइसकेको छ होइन। बाटो पनि चाहिँ हेर्दै बिचबिचमा सानो सानो झरनाहरू छ, सुनसान छ, कस्तो राम्रो हुन्छ। एकचोटि घुम्नै आउनु पर्ने हुन्छ सबैजना, सही रमाइलो हुन्छ है त। ल अहिले चाहिँ हामी बिचमा छौँ, यहाँ ठ्याक्क खोलाको किनारमा। सिलिप सही छ है, ठ्याक्क के जहाँ चाहिँ त्यहाँ फोटो खिचौँ मन लाग्ने, भिडियो खिचौँ मन लागिहाल्ने हाल्ने। यहाँ स्यास्या भएछ अलिअलि, मजा आछ। यस्तो राम्रो ठाउँ छ है। खोला किनारै किनार झर्ना खोला। झर्न नजाने फर्किँदा झर्न जाने। फोटो खिच्यो मजाले, पानी हाल नि यहाँको सुदीपको हाल कि सुदीपको हाल डेन्जरतिर आए। झर्न जाने बाटो यो हो के? ए यो झर्न जाने बाटो। ल जाम ठाडे उकालो छ यार। आफ्नो कतरा आफ्नो भाइ अरूलाई दिनु भन्दा अरे त्यस्तो भन्नु फेरि सक्तर पनि छैन रहेछ, त्यस्तो को पनि छैन रहेछ है। अझ एउटा ग्रुप आउँदैछ, यहाँ त पकाएर खान्छ आफै। अर्को आउँदैछ अझै आउँदैछ। अरे यिनीहरूलाई उकालोमा त सकिन्न। अहिले हामी धुम्सा चिया खानु। 1 घण्टा छ, स्लो हिँड्यो हुन्छ। काली लैजाऊ न, आएन त्यो चाउचाउ खान्छु यार म त। ल ह्याभ सम ब्रेकफास्ट। अहिले चाहिँ हामी गोसाइकुण्ड पुग्यो। अब बस्ने, रमाइलो गर्ने, ताल हेर्न सक्नुहुन्छ। जस्तो मेरो मन सिरहाल्यो। हामी लौरी विनायक भन्दा माथि कुन हो? लाउरे भने गोसाइकुण्ड नि हो।